वेलकम ब्याक। स्वागत छ साथीहरु तपाईलाई मेरो अर्को भिडियोमा। साथीहरु ल फाइनली होली आइसक्यो, सबैजनालाई ह्यापी होली, होलीको धेरै धेरै शुभकामना सबैजनालाई हैन। अब होली आइसक्यो, होली आइसकेपछि तपाईले बुझिहाल्नु माथि थम्बनेल हेरेर पनि तपाईले आज म कुन भिडियोमा रियाक्ट गर्न जाँदै छु भनेर तपाईले बुझिहाल्नु भयो होला। यस, म आज जाँदै छु हाम्रो ब्रदर गणेश जीडी को भिडियोमा। स्पेशल रिसेन्टली एउटा भिडियो आएको रहेछ स्पेशल होली वाला। अब त्यो भिडियोमा तपाईले हेर्नुभयो कि हेर्नु भएन? यदि हेर्नु भएको छ भने पनि छैन भने पनि आउनुस् मसँग एकचोटी हेरौँ, केही फरक पर्दैन। ल अब कति पनि ढिला नगरी हामी जाउँ भिडियोतर्फ। लेट्स गो। डिस्क्लेम जोस केटा हो, अस्ति भर्खरै भयङ्करै सिरिज हानियो। अब हाम्रो टार्गेट भनेको फिल्म हो। अनि दादा भाइन्स चाहिँ त्यस्तो भाइन्स पनि कसैले गर्छ? त्यो सानोतिनो युट्युबरले गर्ने कुरा हो कि। हामी नेक्स्ट लेभल पुगिसक्यौँ। अब हाम्रो टार्गेट भनेको फिल्म, सिरिज अनि नेटफ्लिक्स। तर दादा अस्तिको भिडियोमा त भ्युजै आएन त। फेरि फर्स्ट एपिसोडमा त येलो डलर देखाइरहेको छ। के रे? केटा हो, भाइन्स निकाल। होली खेलेको खेलै यो पाइले जिडी यार थोरै वाइल्ड गरेछ यार हामीलाई यार। केटा यार होली खेल्ने नै यसरी हो नि त। आज हेर केटा यो टोलको हामी टोलले दादाहरू कसैलाई पनि छोड्ने होइन। जो आयो रङ लगाइदिइहाल्यो, चिनको जस्तो नजर लाऊ। जो आए पनि इष्ट मित्र नाता गोता दाजु भाइ बहिनी दिदी होली खेलेको खेलै। ह्यापी होली मैचाङ। Happy Holi Changwa. त अति भएन रे यार। पान खाएर बिचराको मुखमा होली भनेर मुखमा थुकिन त भएन। हाम्रो गणेश ब्रदरले पनि के होली होली खेलेको काठमाडौँ सहारा साला केटी। यस यस, जत्ने केटी भयो नि तमुला अझै सिंगल नै छस्। मनको पीडा भन्दियो यार। जति केटी भए पनि तमुलासम्म सिंगल नै छस् रे। चुप। यो होलीमा आई हेभ अ मास्टर प्लान। अनि के हो त तेरो मास्टर प्लान? यो होलीमा पैसा तेरो दाइले बिहे गर्छ। यो जोक चाहिँ यसले कडै हान्यो। चुप। तिमीहरू सिरियस हो न? सिरियस सुने केटी मतलब मेरो हुनेवाला बुढी सधैँ चाहिँ कलेज निस्किन्छ। होलीमा चाहिँ कुन चाहिँ कलेज खुल्ला हुन्छ भन्छ? होलीमा चाहिँ कुन चाहिँ कलेज खुल्ला हुन्छ? ओ यार, होलीमा कुन चाहिँ कलेज खुल्ला हुन्छ र? 2 दिनको छुट्टी नै हुन्छ, नेपाल सरकारले नै दिएको हुन्छ। हेर वहीहरू घरबाट त निस्किन्छ होली नि त। घरबाट निस्किन्छ होली नि त। सुने राजी गणेश ब्रदरले त्यो के स्क्रिप्टमा के खतराले चाहिँ यार घरदेखि त निस्किन्छ होला नि त। अब कति धेरै दिमाग लगाएको है। 3 o'clockबाट च्याप एन्ट्री हाल्नु पर्यो। त्यहाँ तैँले केटी आएको देख्छस्। केटी आएको देखिसकेपछि तैँले त्यहाँनिर डिस्ट्र्याक्ट गर्नु पर्यो। डिस्ट्र्याक्ट बुझिस्? अनि ह्याङ्गे 9 o'clockबाट पछाडिबाट आएर केटीलाई च्याप हात समाउनु पर्यो। है म त्यस्तो भाउजूको हात समात्दिनँ। अनि के समाउँछस्? चुप। सिन्दुर हाल्न दे पास। ठिक छ ठिक छ। भाउजूको हात समात्नु न। भाउजू भनेको आमा सम्मान हो कि नै? त्यही भएर भाउजूको हात समात्नु हुन्न। अरू हेरौँ के छ। पहिला सिन्दुर हाल्न दे। सुने त्यसपछि म 6 o'clockबाट ट्याक्क हातमा सिन्दुर सहित च्याप 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 अगाडि आउँछु। त्यसपछि ह्याङ्गे तैँले चाहिँ केटीलाई थोरै हात समातेर मतिर टर्न गर्छस्। त्यसपछि मैले केटीको जिउदोमा सारा सिन्दुर हालिदिन्छु। हाम्रो गणेश जीडी ब्रदरले त पुरै त्यो हुन्छ नि ब्याङ्क लुट्ला जस्तो के पुरै सब त्यस्तो मास्टर प्लानिङ बनाइराख्नु भएको रहेछ। त के हो यार यस्तो? हेर है के हुन्छ पछाडि। ह्यापी म्यारिड लाइफ। एकछिन एउटा काम बाँकी छ। के काम थियो? तैँले पण्डित बोलाउँछस्। पण्डित बिना त कसरी बिहे हुन्छ? कहाँ हाल्नु लाग्छ चाकु तिमीले? पछाडि
पुजारीले गर्लफ्रेन्ड उठाइदिएर हिँडिदिएको छ त बिचराको। के हो तिम्रो नाम कान्छी परिचय पाम होली रहेछ आज हामी होली खेल्न जाम। यो त यार यो हाम्रो दुर्गेश थापा दाईको ऊ होइन र गीत होइन र के हो तिम्रो नाम बहिनी परिचय पाम भन्ने खालको। के हो तिम्रो नाम कान्छी परिचय पाम होली रहेछ आज हामी होली खेल्न जाम। कता हिँडेको लोला बोकेर पिचकारी बोकेर बाल्टी बोकेर सबलाई रोकेर अन्दाइ त्यसपछि चाहिँ मेरो लोला छ धेरै होली खेलेको खेलै मेरो लोला छ धेरै होली खेलेको खेलै। के भने यार मेरो लोला छ धेरै रे के भन्न खोज्यो के यार मेरो लोला छ धेरै भनेपछि के भन्न खोज्यो यार मलाई थाहा भएन तपाईँले कमेन्टमा भनिदिनुहोस् त। लोला हानेको हानै होली खेलेको खेलै लोला हानेको हानै होली खेलेको खेलै मेरो लोला छ धेरै होली खेलेको खेलै लोला हानेको हानै होली खेलेको खेलै। होली खेलेको खेलै। Happy Holi, baby. Same to you, cutie. योपल्ट होली कस्तो वाइल्ड भइदिरहेको बिचरा त्यहाँ 3वटा केटीहरू खेलिरहेछन् केटाहरू हेरेर बसिरहेछन् के हो यार लगाउनु नदिएर हो कि के हो के। होली खेलेको खेलै। ह्याप्पी होली ह्याप्पी होली। भाइ यार के गरे यार यो होलीमा त यार रङ पलाउँछ त नि के टी-सर्ट हाम्रोतिर यस्तै हो कि ह्याप्पी होली भाइ के गर ह्याप्पी होली के गरे यो नयाँ टी-सर्ट के गरे के गरे के ह्याप्पी होली। गणेश बर्दरले यार यो होलीको नियममा यार कहिलेको रिस पक्न लाग्यो साथीहरूसँग पुरै सबका धर्राधर टी-सर्ट च्याटिदिएको छ त यार के हो यार यस्तो। ह्याप्पी होली ह्याप्पी होली ह्याप्पी होली। बाउले मार्छ नि यार किनेको यार यो ह्याप्पी होली। बाउले मार्छन् बल्ल बल्ल वर्ष दिनको एउटा टी-सर्ट किन्दै आउँछ नि यार घरकाले त्यही पनि यस्तरी होलीको नाममा साथीहरूले उ गरिदियो भने त तनाव पनि गएको फेरि बाउले मार्छन् मेरो जस्तै पीडा रहेछ यार। ह्याप्पी होली बुरा नमानो ह्याप्पी होली। आज बाउले मार्छ नि यार घरमा बनाइदिन्छ अब भेदा होली बाउले मार्छन् आज रे बिचरालाई त्यो टी-सर्ट च्यात्दै त बाउले मार्छन् भन्ने डर रहेछ। ह्याप्पी होली। के गरे यो के गरे लो साइको के गरे ह्याप्पी होली। मेरो जुटो बनाए दाइ हुन्न के हुन्न भने नर्मल पारिहाल्छु नि पख भाइ। दाइ मेरो तस्बिर किन्नु भने के गर्नु पख भाइ। दाइ प्लिज ह्याप्पी होली ह्याप्पी होली ह्याप्पी होली। मेरो अघि च्यात्दा भाइ प्लिज है टी-सर्ट पसन्द पुगेछ है नयाँ टी-सर्ट लिन आऊ न। लास्टमा त त्यो पसलवाला आफै रहेछ गणेश बर्दर। यो यार व्यापार गर्ने सही आइडिया यार अब त्यस्तै गर्नुपर्छ क्या सबैले। बिजनेस डाउन छ यतिको त भइहाल्छ नि अब फेरि ड्युटीमा जानु पर्यो। लगेडा तो वर्षको एक दिन त होलीमा शिवजीलाई सम्झिनु पर्यो नि होइन। शिवजीलाई सम्झिने भनेको नि दसैँमा मात्र हो क्या।
तिमीहरूलाई थाहै छैन शिवलाई सम्झिने त 30 मा हो नि के गर्छौ होली खेलेको खेल अब आउँछ नि त मलाई यिनीहरू चाहिँ कसरी असली नै रोजौँ अनि पो आउँछ त एनर्जी यो रहेछ नि त असली रेड बुल थ्याङ्क यू सो मच सबैजनालाई यति बेरसम्म मेरो भिडियो हेरेर साथ दिनुभयो यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानल सब्सक्राइब गर्नुहोस् यदि लाइक गर्नुभएको छैन लाइक गर्नुहोस् कमेन्ट गर्नुहोस् होइन हाम्रो कस्तो के भइरहेछ म कसको भिडियोमा अब रियाक्सन गरौँ अब त्यो पनि कमेन्टमा लेख्नुहोस् म अवश्य अर्कोचोटि गर्ने नै छु होइन अर्को नेक्स्ट भिडियोमा तबसम्मको लागि म तपाईँकै दाइ सङ्गीत दाइलाई बिदा दिनुहोस् टाटा बाई बाई